साथीहरु एउटा मैले जहिले भनिरहने स्लोगन फेरि भन्न मन लाग्यो। मेहनत गर्नुस्, खूब मेहनत गर्नुस्, फल अवश्य पनि पाउनुहुन्छ। ढिलो चाँडो हुन्छ तर तपाईले फल चाहिँ एक दिन पाउनुहुनेछ। हो साथीहरु, त्यस्तै भएको छ हाम्रो नेपालकै वान अफ द मोस्ट ब्लगर है, जो चाहिँ सुरक्षा केसी, जसले चाहिँ आज आफ्नो एउटा ड्रिम पूरा गरेको छ भन्दा पनि फरक पर्दैन। यानी कि उनको 10 वर्ष लामो सङ्घर्ष युट्युबमा र मोटो ब्लगिङमा आज त्यो पूरा भएको छ। यानी कि उनले युट्युब फ्यामिली यानी कि 10 लाख 1 मिलियन चाहिँ कम्प्लिट गरेको छ सब्सक्राइबर। र यो सँगै दर्शकबिन यो मात्रै नभएर युट्युबमा 10 लाख सब्सक्राइबर पाउने पहिलो महिला मोटो ब्लगर पनि बनेकी छिन्। यो एकदमै खुसी कुरा हो साथीहरु। उनले प्राय हरेक ठाउँको भिडियोहरू खिच्ने गर्दछन् र हरेक देशबाट पनि उनले भिडियो खिचेर चाहिँ आफ्नो युट्युब फेसबुक हरेक सोसियल मिडियामा हाल्ने गर्दछन् र उनले हरेक ठाउँको रिप्रेजेन्ट गर्ने क्रममा सबैले आज मन परेर उनको युट्युब फलोवर्स फ्यामिली चाहिँ अहिले 1 मिलियन पुगेको छ। सुरक्षा केसीलाई हामी सबैले कङ्ग्रेचुलेसन दिउँ। र साथीहरु, मैले तपाईलाई जहिले पनि भन्ने गर्छु, मेहनत गर्नुस्। आज तपाईले सानो मेहनत गर्दै हुनुहुन्छ भने भोलि गएर तपाई पनि यसरी नै शिखरमा पुग्न सक्नुहुनेछ। तर मेहनत गर्न चाहिँ पछि नहट्नु होला। यहाँ हामीले हेर्ने भने आज सुरक्षा केसीले जसरी 1 मिलियन कम्प्लिट गरिरहँदाखेरि हामीलाई लाग्छ कि वाउ, कसरी पाइन्, कति सजिलो भयो। तर उनको 10 वर्ष अगाडिको सङ्घर्षलाई हामीले हेर्यौँ भने उनले पनि यसरी नै 1-2 गरेर चाहिँ सब्सक्राइबर बटुलेको थियो होला सायद, र त्यसरी नै सङ्घर्ष गरेर अगाडि बढेकी थिइन् र अन्ततः आज सफलताको शिखर चुम्न पुगेका छन्। फेरि पनि सुरक्षा केसीलाई चाहिँ हार्दिक हार्दिक बधाई भन्न चाहन्छु र तपाईहरुले पनि #सुरक्षा केसी लेख्नु होला 1 मिलियन सब्सक्राइबर कम्प्लिट भएकोमा। र बाँकी तपाईहरुलाई के लाग्छ, तपाईहरुलाई लागेको कुरा जस्तो होस् चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नु होला।